हेलो नमस्ते म रबिन गुरुङ सानो छोरी लावण्य गुरुङ अहिले 9 वर्षकी छिन्। जन्मजात नै कोलेडोकोलोसिस्टको प्रब्लम थियो। आजभन्दा धेरै वर्ष अगाडि नै फाइन्ड आउट भएको हो, तर यसको सिम्पटमहरू त्यस्तो केही नदेखेको हुनाले आई थिङ्क मैले समयमै अपरेसन गर्ने डिसिजन लिन सकिनँ। केही कम्प्लिकेसन भयो, उसको पेट दुख्यो र हतारमा हामीले चाहिँ काठमाडौँकै एउटा राम्रै हस्पिटलमा नानीको अपरेसनको लागि चाहिँ डेट लियौँ। सबै ठिक राम्रै भइरहेको थियो, तर अलिकति ढिला भएको हुनाले चाहिँ उसको सर्जरी टाइम नै 6 घन्टा प्लस अराउन्ड 7 घन्टा लागेको थियो। भोलिपल्ट बिहान उसले राम्रोसँग रेस्पोन्ड गरिरहेको थियो। आफ्टर 3 डेज ऊ वासरुम पनि गएको थियो, तर 5th डेज पछाडि उसमा अल अफ सडन निमोनिया देखियो र बिस्तारै पेटहरू पनि फुल्दै गयो। अनि सिचुएसन यति वर्स भयो कि उसलाई फिभर भएको हुनाले अब उसलाई चाहिँ ब्लड ट्रान्सफ्युज पनि गर्न सकिएन र तत्कालै मैले धेरै साथीभाइ सर्कलमा सरसल्लाह गऱ्यौँ। मेरो पनि अब एउटा चासोको कारणले गर्दाखेरि चाहिँ होइन मेडिसिटी ल्याउँ भन्ने कुरा भयो। 1 घन्टाभित्रमै नानीको चाहिँ अब अपरेसन रिओपन भयो। त्यसपछि त्योभित्रबाट सबै कुराहरू उहाँले लिकेजहरू फाइन्ड आउट गर्नुभयो, सोर्स। अनि पेटभित्र चाहिँ 1 लिटर जति रगतको चौटाहरू क्लटिङ र 3 लिटर जति चाहिँ अब भित्रको फ्लुइड अनि रगत मिसिएको अनि त्यसपछि बाइल मिसिएको एकदमै त्यो चाहिँ निकालियो। अनि आई वाज सो ह्याप्पी, एकदम खुसी भएँ। फेरि उसलाई चाहिँ अलिकति पेटमा प्रब्लम, किनकि पहिला धेरै नै फोहोर भएको हुनाले सायद उसको चाहिँ आन्द्राको प्याकेटहरूमा कतै कतै फोहोरहरू जमेको हुनाले फेरि इन्फेक्सन हुने खालको चाहिँ सम्भावना देखियो र ड्रेनेजको एउटा घाउमा चाहिँ पिपहरू भएको हुनाले फेरि रिओपन गरेर सफा गरियो। यहाँ आउँदाखेरि चाहिँ एउटा म हस्पिटलमा आइनँ कि, एउटा चाहिँ भनौँ न लाइक कस्तो भने यहाँ त पुरै एउटा फ्यामिली एउटा होममा आएको जस्तो फिल भयो। डाक्टर सुनिलले पनि छोरीलाई चाहिँ छोरी नै भन्नुहुन्छ अनि उहाँलाई चाहिँ नानीले चाहिँ फाइटर भनेर चाहिँ निक्नेम पनि दिनुभएको छ। यति धेरै अपरेसन यति सानो बच्चाले सहनु निकै नै गाह्रो कुरा हो। हामी त होपलेस थियौँ, अब अलमोस्ट हामी त एकदम डराइरहेका थियौँ र पनि मेडिसिटी आइसके पछाडि डक्टरहरूले यति धेरै हामीलाई चाहिँ मोटिभेट गर्नुभयो र यति धेरै चाहिँ हामीलाई हुन्छ नि एकदमै इन्सपायर गर्नुभयो कि ल तपाईँको बच्चा ठिक हुन्छ। अहिले हामी एकदम बच्चा यहाँ ठिक छ र मेडिसिटीमा एकदम राम्रो पक्ष चाहिँ सर्जरी एकदम राम्रो छ, सर्जरी टिमहरू टन्नै हुनुहुन्छ। प्लस यहाँको आइसियु केयर चाहिँ एकदमै राम्रो छ। पेसेन्ट्सलाई भिजिटर्सलाई एकदमै केयर गरिन्छ। मलाई एकदमै मेडिसिटीप्रति मलाई एकदमै खुसी छ र मेडिसिटीकै कारणले आज म यहाँ एउटा ह्याप्पिली यो एउटा कुरा गर्न पाइरहेको छु। थ्याङ्क यू मेडिसिटी, थ्याङ्क यू अल द डक्टर्स।